अहिले चाहिँ आफ्नै बारीको फर्सीको मुन्टाको तरकारी पकाएर खान गइरहेको छु आज। अब आफ्नै बारीमा करेसा बारी सानोमा लगाएको थिएँ। यस्तै फर्सीको मुन्टा ल्याउने हो, केलाउने हो, टक्क सट्टा आलुको ग्रेभी बनाउने। अनि आलुको ग्रेभीसँग हाप्सला गर्ने। गाइजहरू म गइरहेको छु आज फर्सीको मुन्टा कसरी ग्रेभी पकाउने हेर्नुहोस् तपाईहरुले। फाइनली गाइस मैले चाहिँ सकेँ। अब यो हो मेरो फाइनल। फाइनली यति ड्राई निस्क्यो। अब म खाना पकाउँछु। खाना पकाएर चाहिँ यो बाहिरको चाहिँ मेरो बाहिरको भ्यू हो। मेरो घर पछाडि ब्याकयार्ड हुन्छ। ब्याकयार्ड चाहिँ रमाइलो छ। सानो मेरो केही सामानहरू राख्ने घर पर सानो छ। अनि यहाँभित्र यहाँ ब्याकयार्ड हो। यतातिर चाहिँ मैले सब्जीहरू हल्का लगाएको छु। यो चाहिँ मेरो ब्याकयार्ड हो। ब्याकयार्ड यस्तो छ। पर पनि रोपेको छु। मेरो गार्डनमा तपाईहरुलाई देखाउँछु। यहाँ छ। यहाँ चाहिँ यो लगाएको छु डल्ले खुर्सानी। डल्ले खुर्सानीहरू चाहिँ यतिको भइसकेको छ। दामी दामी भइसकेको छ डल्ले खुर्सानी। यो पोहोरको पुरानो बोट हो। यो रुख टमाटर पनि लगाएको छु। काँक्राहरू लगाएको छु। यहाँ बैगुन हो। बैगुन पनि खानुपर्छ। बैगुन बकेटमा लगाएको खोर्सानी बैगुन। यहाँ अर्को यस्तो यो घिउ करेला भन्छ। यो घिउ करेला लगाएको छु। मेरो काँक्रा पनि छ। काँक्रा लगाएको छु। ठुलो हुन्छ नि त ब्याकयार्ड। अब यत्रो हुन्छ एकजना मान्छेको ब्याकयार्ड। यत्रो ठुलो हुन्छ। एसी हो परको। यत्रो ठुलो हुन्छ। अनि अब यत्रो चौडीमा के गर्नु, अलिअलि खेतीहरू गर्ने हो। यो फेरि सबै चौरी चाहिँ खन्न पनि दिँदैन। यहाँ चाहिँ खै के हो अब अलिकति नभए त्यहाँ यहाँ त झन्नै मेरो धेरै छ नि चौरी त। चौरै छ तर अब सबै खन्न पनि दिँदैन। खनौँ न भन्दाखेरि पनि आलुहरू पनि रोपेको छु यहाँ थोरै। नेपाली हो। नेपालीले अब गर्न मन लागिहाल्छ। लुकी छिपी लिगल रूपमै त दिँदैन। यस्तो आलुहरू पनि अब मर्न थाल्यो। अब सायद खन्छु होला। सिमी छ। सिमी पनि फलिराखेको छ हौ। सिमी यस्तो फल्छ कि अलिअलि मात्र रोप्नुपर्छ। खै के भइहाल्छ। अलिअलि दुःख गऱ्यो भने हुन्छ। यता छ। अब यता चाहिँ यताको घरहरू नेबरहुडहरू हो। यस्तो छ। सानो घरहरू चाहिँ हुन्छ। यहाँ चाहिँ यो बस्ने ठाउँ चाहिँ अमेरिकामा बस्ने घरहरू चाहिँ सबैको सानो हुन्छ। कि सब डिभिजनमा बस्नु पर्यो। यहाँ चाहिँ 3-4 खालको हुन्छ। सब डिभिजन घरहरू हुन्छ। अनि होम टाउनहरू हुन्छ। अनि यो चाहिँ सिंगल होमहरू हो। यो सिंगल होम भन्छ यिनीहरू। नेबरहुड होमहरू हो। यो नेबरहुड होमहरू चाहिँ यस्तै
छिमेकी आफ्नो अलिकति यो चाहिँ फ्रिडम हुन्छ अरूभन्दा। यो कन्ड हाउस यो अर्को चाहिँ नि त्यस्तोतिर बस्यो भने चाहिँ तिनीहरूको धेरै प्रब्लम हुन्छ। त्यहाँ कम्युनिटीसँग चाहिँ धेरै कम्युनिटीहरू हुन्छ, अलिकति सेफ पनि हुन्छ हुन चाहिँ, तर त्यस्तोमा चाहिँ फेरि अब कम्युनिटी पैसाहरू तिर्नु पर्ने हुन्छ। एचओबी भन्छ के भन्छ, अब त्यो गर्नुपर्छ। यस्तो गर्न दिँदैन। अनि प्राय ब्याकयार्डमा चाहिँ यहाँ के गर्न दिन्छ अलिअलि अब अलिकति गर्न। फ्रन्ट साइडमा चाहिँ केही गर्न दिँदैन। फ्रन्ट साइड चाहिँ उनीहरूले जसरी सुरुमा स्टार्ट गरेको हुन्छ त्यही हिसाबको हुनुपर्छ। फ्रन्ट साइड चाहिँ यो चाहिँ फ्रन्ट साइड हो। आज चाहिँ हाम्रो ट्रेस निकाल्ने दिन पनि हो। यहाँ चाहिँ बुधबार चाहिँ ट्रेस लिन आउँछ। यता छ यस्तो। यो सुनिताको गाडी हो। सुनिताको गाडी बसिरहेको छ, धेरै महिना भयो नचलेको। अनि यो सुजाताको गाडी, यो सुजाताको। अनि मेरो चाहिँ पर राखेको छु। पर यहाँ मेरो चाहिँ यो परको रातो गाडी चाहिँ मेरो हो, मेरो रातो गाडी। अनि हाम्रो चाहिँ जे जति आए पनि अहिले अब यहाँ चाहिँ फेरि फोनको भन्दा पनि मेलको जमाना छ। हाम्रो चाहिँ यो मेल हो, मेल बक्स हो। यो मेल बक्समा चाहिँ यहाँ मेल हाल्नुपर्छ। हाम्रो फ्रन्ट साइडबाट घर चाहिँ यस्तो देखिन्छ। सानो गोड जस्तो छ हुन्छ घरहरू चाहिँ, बस्ने घर चाहिँ। तर पनि ठिकै छ, बसिराख्ने हो। यहाँ भनेको सुत्ने हो, उठ्ने हो, त्यति हो, जाने हो, अरू केही पनि हुँदैन। आजको मेरो ब्याकग्राउन्डहरू चाहिँ मैले देखाएँ मेरो घरको। यो मेरो गाडी हो, मैले चाहिँ 2022 मा निकालेको। यो सुनिताको चाहिँ यो सुनिताको चाहिँ यो चाहिँ 24 मै निकालेको नयाँ गाडी हो। यो टोयोटा RAV4 XLE हो। टोयोटा RAV4 XLE यस्तो छ। यस्तो छ हाम्रो। यसरी बस्ने हो यहाँ चाहिँ अलिकति। यस्तै छ अमेरिकाको पनि बसाइहरू। खानु पर्दा चाहिँ मैले यता बाहिर किचन बनाएको छु। यो तेलहरू साह्रो उछिटिन्छ। आफैले बनाएको यो चाहिँ आफैले पनि यसो टाङटङ टुङटुङ गरेर बनाइहालेको हो। यहाँ चाहिँ अहिले मकै उसिनिदिएको छु सुनिता र देवलाई। मकै उसिनिदिएको। अनि अब नर्मल्ली चाहिँ प्राय घरभित्रै पनि पकाइन्छ। यो चाहिँ ग्यास चुल्हा मैले फाल्टै राखेर। यो नेपालीलाई धेरै खाड्छ नि त। नेपालीले त किनेमा पकाउँछ, किनेमा पकाउँछ। अनि त्यस्तो के धेरै खाक्खुर झाइछुइ गरेर खान्छ। त्यही भएर अलिक गनाउँछ, घरहरू नराम्रो बनाउँछ भित्र। त्यही भएर मैले चाहिँ बाहिर पकाउने बनाएको। यहाँको मेरो खास किचन चाहिँ यहाँको मेरो किचन चाहिँ छ यहाँ हो। खास पकाउनु पर्ने चाहिँ अमेरिकनहरूले भए चाहिँ यहीँभित्र पकाउँछ, तर हामी चाहिँ धेरै खाड्छ नि त। मैले चाहिँ यहाँ रेडी गरिसकेको छु। आलु हाल्ने, प्याजको टुक्रा, हरियो प्याज, अनि त्यो हाल्छु। धेरै हाल्दिनँ, त्यो हाल्छु। अनि भुट्छु छट्टै फटाफट भुटेर। यस्तै हुन्छ। धेरै त केही नलाउने, यो सब लाउने अलिकति सब पड्कायो, जिरा पड्कायो हल्का। अनि जिरा पड्काएर प्याज लगाउँछ।
नेपालीहरू जहाँ गए पनि त्यही नेपालकै स्टाइलको खाने हो। दाल भात तरकारी खाने भनेको चाहिँ त्यही हो। मनपर्छ चाहिँ हामीलाई चट्ट अमिलो पिरो भएको मनपर्छ होइन। नुन सागर आलुलाई पर उत्तानो पारेर भुट्ने हो। हल्का बेसार्नु लाउनु। आलुलाई चाहिँ उत्तानो पारेर भुटेपछि यस्तो पर भुट्नुपर्छ। यसलाई उत्तानो परिन्जेल भुट्ने हो। पाक्दैछ है गाइजहरू। अब यो सट्ट यस्तै हो। ल मेरो यो चाहिँ भइसकेको छ। रेडी भइसक्यो। अब खाने लगेर मेरो चाहिँ खाना रेडी भइसक्यो। अब मैले चाहिँ खानु पर्यो। यहाँ पनि छ, यहाँ छ। दाल हिजोकै दाल थियो, त्यही भएर दाल बनाएन। अब चट्ट खाने हो। लाग्ने राई काइलोको चाहिँ सबैभन्दा धेरै छ भात। हामी चाहिँ अब हस्पिटल हिँडेको। हस्पिटल जाने अब यहाँ गाडीमा चढेर जाने हो। यस्तै छ। यहाँबाट यो चाहिँ गाडी पनि अटोमेटिक हुन्छ। गोजीमा यहाँ चाबी हुन्छ, तर पनि यो लक चाहिँ आफै यसरी भडक्क आफै खोल्छ। अटोमेटिकहरू हो। यहाँबाट चट्ट जाने। विरतीको हस्पिटलभित्र चाहिँ जाडो हुन्छ क्या, चिसो एसी लाग्छ। अनि त्यही भएर यो टोपी पनि बोकिराखेको। गराज लगाइदेऊ न, गराज लगाउनुपर्छ। यो चाहिँ अटोमेटिक हो गाडी। यसरी यहाँ छ, यहाँ थिच्ने स्टार्ट। औँलाले थिचेपछि आफै स्टार्ट भयो। यसरी स्टार्ट हुन्छ अनि यहाँ हुन्छ। हाम्रो चाहिँ लगभग 18 माइल जति छ। 18-19 माइल जानुपर्छ। यहाँबाट चाहिँ सट्ट निस्क्यो। यो चाहिँ स्ट्रिट बाटो हो। यो 45
45 मात्रै कुदाउनु पाउँछ, 45 भन्दा बढी कुदाउनु पाउँदैन। मोन्ट्रियल रोडहरूमा चाहिँ यहाँ चाहिँ मोन्ट्रियल रोडहरू भन्छ, यहाँनिर चाहिँ 45 हो। आज सबैको ट्रास क्यान लाने दिन हो, त्यही भएर यो छेउछाउमा सबैले ट्रास क्यान राखेको हुन्छ। ट्रास क्यान चाहिँ दुई खालको हुन्छ, एउटा चाहिँ रिसाइक्लिङ ट्रास क्यान र अर्को चाहिँ गार्बेज गर्ने। अहिले चाहिँ स्टप साइन आएको छ, रातो बलेपछि जान पाउँदैन। अब यहाँबाट चाहिँ हामी हाइवे, यो चाहिँ हाम्रो जर्जिया एटलान्टाको चाहिँ सबैभन्दा ठुलो हाइवे छिर्न आँटेको छ। यो चाहिँ सबैभन्दा ठुलो हो, धेरै हो। यो 12 चक्के गाडीहरू कुदिरहेको छ। Use the right lane to take the I-85 south ramp. Continue for 3/4 of a mile. यसरी यहाँ चाहिँ टर्निङहरु चाहिँ यस्तो बनाएको हुन्छ कि छिर्ने निस्किने एकदम यो चाहिँ राम्रो बनाएको हुन्छ यिनीहरूले। यो चाहिँ हाम्रो अब चाहिँ यो जर्जियाको 285 हाइवे हो, यो ठुलो। In a 1/4 mile, merge onto I-85 south. यसरी मिसाउँछ, यो चाहिँ ठुलो। Continue on I-85 south for 4 miles. 4 माइल जानुपर्ने, तर निकै टाइम लाग्छ। यहाँ त कतिवटा लेन पनि छ, 1 2 3 4 5 6 7 वटा छ कि क्या, 5 लेनसँग 7 वटा छ। ट्रकहरू आउँछ क्या, सबभन्दा ट्रकहरूले दुःख दिन्छ गाडी कुदाउँदाखेरि।
बित्तिकै चाहिँ टक्कली अब हामी चाहिँ यहाँबाट एउटा हाइवेलाई छोडेर अर्को हाइवे पास गर्नुपर्ने। कहिलेकाहीँ त आदेश लाग्छ दुईटा ट्रकको बिचमा राख्छ हो, केही देखिँदैन। गाडी त In 1,000 feet, use the right 2 lanes to take exit 95B for I-285 west toward Chattanooga, Birmingham. Use the right 2 lanes to take exit 95B. हामीले जिपिएस लगाएर हिँड्छौँ प्राय किनभने जिपिएस लगायौँ भने चाहिँ बाटोहरू हामीलाई सजिलो हुन्छ क्या। अब कुनै बेला कुन बाटोमा चाहिँ जाम हुन्छ, त्यसले जामको बाटो चाहिँ कटाएर सजिलो बाटो छिटो निकालिदिन्छ। त्यही भएर पनि प्राय कति ठाउँ त अब हामी चिन्दैनौँ, बाटै नचिनेर पनि जिपिएस लाउनै पर्छ। In a quarter mile, use any lane to take the I-285 west ramp to Chattanooga, Birmingham. हामीलाई छिटो बाटोहरू पत्ता लगाइदिन्छ। यहाँ जाम छ भनेपछि अनि त्यो जामलाई कटाएर अर्कोपट्टिबाट जाने सजिलो हुन्छ। त्यही भएर पनि हामी प्राय धेरै जिपिएस नै युज गर्छौँ। Use any lane to take the I-285 west ramp. चढानुगा अब अर्को हामी 285 वेस्टपट्टि हामी जाँदैछौँ टर्निङ। यहाँ हेर्नु यो चाहिँ Continue on I-285 west for 5 miles. पहिला आएको नेपालीहरूले हामीलाई भनेको यो थुक्पे पुल अरे, थुक्पा जस्तै तर उता बटारिएको पुलहरू छ, त्यही भएर होला थुक्पे पुल भनेको। प्राय सबै हाइवेहरूमा चाहिँ यो ब्लू बोर्डहरू टालेको हुन्छ, ग्रिन बोर्डहरू, ब्लू होइन ग्रिन बोर्ड टालेको हुन्छ। त्यसले चाहिँ हाइवे सङ्केत गर्छ। यो सरर कुदाउनु पर्यो गाडी, खोला जस्तै बग्छ गाडीहरू। तर यहाँ त गाडी कुदाउन इजी छ। म्यानुअल गाडी होइन, यो अटोमेटिक गाडी हो। अटोमेटिक गाडी भएर चाहिँ त्यो सजिलो हुन्छ। ग्यास ब्रेक ह्यान्डल यति गर्न सक्यो भने गाडी कुद्छ, मजाले कुद्छ। माथिल्लो छेउमा आइपुग्यौँ। यो चाहिँ हस्पिटल एक्जिट गर्ने ठाउँ हो। यो बाटोहरू हामी पहिला कति कुद्थ्यौँ, तर यहाँ हस्पिटल छ भन्ने कुरा चाहिँ थाहा थिएन। जब परिन्छ अनि use the right lane to take exit 28 to 27, then use the right. अनि चाहिँ हस्पिटल थाहा हुँदो रहेछ। यहाँ हाम्रो पेरिमिटर मल भन्नेमा हामी कता आउँथ्यौँ सपिङमा। सपिङमा आउने टाइम चाहिँ हस्पिटलमा गइराख्नुपर्छ। अहिले यहाँ यो माथिको चाहिँ यो रेल कुद्छ। यहाँ चाहिँ यहाँको मिड डाउन टाउनमा कुद्ने रेल लिको यो चाहिँ माथिको। यहाँ चाहिँ अब यो माथि चाहिँ यो किङ एन्ड क्विन भन्छ। यो हाम्रो एटलान्टाको किङ एन्ड क्विन टावर भन्छ। यहाँ छ। यहाँ पनि मान्छेले किङ र क्विन चाहिँ मान्छ। यो किङ एन्ड क्विन अरे यो दुईटा टावर बनाएको छ। अब हामी हस्पिटल आइपुग्यो।
10 मिनट लाग्छ। यो बिल्डिङमा हाम्रो चाहिँ हाम्रो हस्पिटल चाहिँ यहाँको हस्पिटल चाहिँ यो हो 5670 एड्रेस। अब हामी चाहिँ हस्पिटल पस्न आँट्यौँ। यो चाहिँ यहाँको हस्पिटल हो। अब हाम्रो हस्पिटल चाहिँ यही हो। पार गर्नु दिन्छ 30 देखि 40 मिनटसम्मको 3 रुपियाँ तिर्नुपर्छ। 1 घन्टाको तिर्नुपर्छ 5 रुपियाँ। अनि 2 घन्टादेखि माथिको चाहिँ हामीले तिर्नुपर्छ $60 तिर्नुपर्छ दिनमा। हामी चाहिँ हस्पिटल आएर पनि स्टार्ट भइसक्यो हाम्रो उपचार चाहिँ। यहाँ बिरामी चाहिँ यहाँ बसिराखेको छ। दिइराखेको छ हामी। सलाइन पानी जान यतिको यो सलाइन पानी जानको लागि मात्रै चाहिँ लाग्छ 4 घन्टा लाग्छ। यसमा चाहिँ म्याग्नेजियम एन्ड फ्लुइड मिक्स गरेर हालिदिएको छ। हामी चाहिँ अलमोस्ट घर पनि आइपुग्यौँ। हाम्रो हस्पिटल पनि सकियो। हामी चाहिँ अघि 9 बजे गएको। अहिले चाहिँ अब 4 बज्यो। लगभग 6 घन्टा हाम्रो बसाइ भयो। आजलाई चाहिँ हाम्रो हस्पिटलको काम अब आजलाई यति नै। मेरो ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। सबैले माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् मेरो ब्लगलाई। अनि सबैजनाले सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू भन्न चाहन्छु। सधैँ स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, हाँसी खुसी बस्नुहोस्, यही भन्न चाहन्छु। धन्यवाद। बाई बाई।